समेत भाषण गरिदिनु हुनको लागि म हाम्रो यस कम्पनीका अध्यक्ष सन्तोष खत्रीलाई हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद। महानगरीय यातायातका सचिव उपस्थित सम्पूर्ण पत्रकार मित्रहरू, महानगर यातायात हजुरहरूको अगाडि कुनै नयाँ नाम होइन। हामी विगत 9 वर्षदेखि अनवरत रूपमा सार्वजनिक यातायातमा, काठमाडौँ केन्द्रित सार्वजनिक यातायातमा काम गरिरहेका छौँ। यात्रु अवस्था प्रसार गर्ने हाम्रो जिम्मेवारी पुरा गरिरहेका छौँ। यसै सन्दर्भमा महानगर यातायात आजभन्दा केही दिन अगाडि, एकै महिना अगाडि हजुरहरूकै माझमा हामीले घोषणा गरेका थियौँ। हामी यातायात क्षेत्रकै पहिलो पब्लिक लिमिटेड कम्पनी र पहिलो पब्लिक लिमिटेड कम्पनी जसले आइपिओ इस्यु गरेर आइपिओको ट्रेडिङ गर्ने कम्पनीको रूपमा या हामीले सेभनमा रेजिस्टर्ड गरेर नेक्स्टमा लिस्टिङ गर्ने कम्पनीको रूपमा अगाडि बढ्दैछौँ भन्ने कुरा पनि यहाँहरूलाई हामीले अवगत गराइसकेका थियौँ। यो 9 वर्षको यात्रा महानगर यातायातको यहाँबाट सबैजनाको साथ र सहयोगले गर्दा सफल भएको, आजसम्म हामी आउन सफल भएका हौँ। यो यात्रामा विभिन्न चुनौतीहरू थिए, त्यो चुनौतीहरू पार गर्दै चिर्दै अगाडि बढिरहेका छौँ। अझ अरू धेरै चुनौतीहरू छन्। यो चुनौतीहरू चिर्नको लागि सधैँ अहोरात्र केही हजुरहरू जस्तै पत्रकार, हाम्रा आदरणीय प्यासेन्जरहरूले हामीलाई साथ दिनुहुन्छ भन्ने हामी